सबैले जित्ने देश बनाउने एउटा बाटोमा हिँडिरहेको हुनाले म सम्पूर्ण अन्य राजनीतिक दलहरूलाई पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि अनावश्यक विषयहरूलाई धेरै उचालेर आम नागरिकमा आशंका पैदा गर्ने काम नगरिदिनु होला। हामी सहकार्य गर्ने ठाउँहरू टन्नै रहन्छन्। देशको हितका लागि हामी फरक दलमा भए तापनि एकै ठाउँमा उभिने कयौं बाटोहरू छन्। ती बाटाहरूमा, ती घुम्तीहरूमा, ती मोडहरूमा हामी सँगै हिँड्नुपर्छ। त्यसकारणले 1.5 महिनामा नै अत्यधिक आलोचना गरेर आम मानिसमा भ्रम छर्ने काम कुनै पनि नेताले नगरे हुन्छ। सँगै अँगाला मार्ने घुम्तीहरू आउँदैछन्। अहिले हामीले दाँत बजाउनु पर्दैन, आउँदैछन्, भर्खरै आउँछन्। अस्ति भर्खरै आयो, फेरि पनि आयो। त्यसैले गर्दा म सबैलाई अनुरोध गर्न चाहन्छु, तपाईहरु खबरदार गर्ने हुनुहुन्छ, चाहे आलोचना गर्ने हिसाबले होस् या जुनसुकै हिसाबले, तपाईहरु खबरदार गर्ने हुनुहुन्छ त हामीहरु हेर्दा हिँड्दा बोल्दा सुत्दा उठ्दा खाँदा घुम्दा बडो ध्यान पुर्याउँछौं नि। कायम राख्नु होला है साथी। यो आलोचना छट्टाउनु हुँदैन। तपाईले गर्नुहुने आलोचना, सरकारका कामका कारबाहीमा तपाईले गर्नुभएको खिसिटिउरी नै सही हामीलाई स्वीकार्य छ। त्यो सुमधुर गीत हो। त्यो सुन्न सक्ने गरी हाम्रा कानहरू तयार छन्। हामी विचलित छैनौं, हामी रिसाएका झर्किएका पनि छैनौं। त्यतिले गर्दा त हामी सचेत भएका छौं। तपाईले के भन्नु होला भन्ने पीरले हामीलाई सतमार्गमा हिँडाउँछ। त्यसकारणले प्रतिपक्षको आवाज जति खरो भयो, जति दह्रो भयो, सत्ता पक्ष त्यति खबरदारीमा रहन्छ। हामीलाई सुत्न दिनु पर्दैन, हामीलाई जाग्दै रह भन्नु होला। राजनीतिक रूपमा मिल्नुपर्ने मान्छेहरू झगडा गरेका कारणले हामी 70 वर्ष पछाडि परेका छौं। सम्भव छैन। यसलाई फुटाउनलाई कहिलेकाहीँ कसैलाई रहर लागेर मिडियाका साथीहरूलाई रहर लाग्छ नि, अनेक हेडलाइन दियो नि यिनीहरू फुट्छ नि क्या भन्ने बडो मुख मिठ्याउनुहुन्छ। आम सरी। त्यो बास्ना त चल्ला तर खाना त आउँदैन, सर्भिस त हुनेवाला छैन। कहिलेकाहीँ तपाईहरुलाई कसैले झुक्याइदेला, म त यता पार्टीको नि, म त उतातिरको नि भनेर झुक्याइदेला। त्यो झुक्याउनमा पर्नु होला, फेरि अर्को अवसरबाट तपाईहरु वञ्चित हुनु होला है साथीहरु। त्यहाँबाट झुकिनु भने त अर्कोबाट टिकट पनि आउँदैन। अनि कहाँको सभापति, कहाँको मन्त्री। त्यसकारणले मैले अघि तपाईहरुलाई भनेको कुरा यहाँ किन मैले जोड्न चाहेको भने हामी नेतृत्वका रूपमा तपाईहरुबाट इतिहास बदल्ने कदमको अपेक्षा गरिरहेका छौं। तपाईहरु एउटा अवसर पाइएन भनेर म यताको र उताको भनेर गफ गरेर त्यही अल्मलिरहनु भएको छ भने यु टर्न लिनुहोस्। हामी राइट बाटोमा जाँदैनौं। हाम्रो गन्तव्य एउटै हुनुपर्छ। नेतृत्वले देखेको गन्तव्य र तपाईले देख्नु भएको गन्तव्यमा, नेतृत्वले देखेको गन्तव्य र तपाईले देखेको गन्तव्यमा फरक पर्यो भने हामी पुग्ने ठाउँ अलग हुन्छ। अलग ठाउँमा पुग्ने भनेर हामी हिँडेका होइनौं। हामी त एकै ठाउँमा पुग्ने भनेर हिँडेका हौं।